यहाँ चाहिँ एकजना कोरोना पोजिटिभ एउटा बिरामी हुनुहुन्छ उहाँलाई चाहिँ 2-3 घन्टा भइसक्यो एम्बुलेन्सलाई फोन गरेको एम्बुलेन्स नआएर केही सिट नलागेर हामीले चाहिँ यो ट्र्याक्टरमा त्यसरी लानुपर्ने अवस्था भइरहेको छ हाम्रो यहाँ नगरपालिकाको सरहरू पनि आएर बस्नु भएको छ 2 घन्टा भइसक्यो एम्बुलेन्सलाई फोन गरेर बोलाएको तर कुनै रेस्पोन्स नै छैन केही सिट नलागेर यसरी ट्र्याक्टरमा हालेर लिएर जान लागेको छ यो चाहिँ देवचुली नगरपालिका यो दलदले छेउछाउमा हो हाम्रो देशमा अहिले न अक्सिजनको समस्या टर्न सकेको छ न एम्बुलेन्सको बिरामी यसरी तडपेर बस्नु परिरहेको छ लानु चाहिँ कुन हस्पिटल लान थाल्नु भयो हस्पिटल हजुर के हो नि यस्तो बिरामी यसरी बोकेर यो हालतमा यसरी हाल्नु परिरहेको छ हेर्नुहोस् त यस्तो अवस्था छ हाम्रो देशको यो हाम्रो देश हो हाम्रो देश नेपाल ओहो ओ माय गॉड आज यस्तो दृश्य पनि देख्नु पर्ने भनेपछि लाजको मर्द लाजको यो नेताहरू भनेको लाजको शरम यस्तो देखेपछि कुन चाहिँ मान्छेलाई गाली गर्न मन लाग्दैन नेताहरू देखेर कुकुरहरू भन्ने कुकुरहरू